नमस्ते, म विवेक शेर्पाली, लेखक तथा सर्जक। आज म सानो विषयवस्तु लिएर आएको छु। विषयवस्तुको नामकरण भएको छ घमण्ड जातको होइन साथको गर्नुहोस्। मनमा अनेकौं कुराहरू खेल्छन्, अनेकौं कुराहरूको काल्पनिक गर्न मन पर्छ। त्यस्तै आज फेरि अर्को पात्र लिएर आएको छु। दलित र विष्टको एउटा सानो पात्र। पक्कै पनि तपाईँलाई राम्रो लाग्नेछ भन्ने म अपेक्षा गरेको छु। तथापि मबाट केही त्रुटि भएमा म क्षमा प्राप्ति हुनेछु र कसैको जीवनमा मेल खान पुगेमा यो संयोग मात्र हुनेछ। एउटा गाउँमा दलितको छोराले विष्टको छोरीलाई बिहे गर्छ। विष्टले दलितसँग बिहे गरेको भनेर उसको छोरीलाई स्वीकार्दैन अनि आफ्नो घर आउन पनि दिँदैन। छोरी पनि फर्किएर माइती घर जान छोड्यो। विष्टले आफ्नो एउटा छोरी मरि भनेर भनेको थियो। वर्षौं बितिसकेको थियो। अब बुबाको रिस मरिसक्यो होला भनेर दसैँको माहौल पारेर दसैँको बेला छोरी माइती घरमा आएको थियो। त्यो माइतीको घरको आँगनमा पाइला पार्न नि नपाउँदै त मेरो लागि मरिसकिस् भन्नु भयो। अनि रुँदै घर फर्किए। तिहार आउन अझै केही दिन बाँकी थियो। तिहारमा टिका लगाइदिनलाई केही अथवा कोही माइती पनि भएनन्। कोही माइती भएनन् भनेर निराश भएको थियो उनी। निराश भएको छोरीलाई आफै लिन आए बुबा किन लिन आउनुभयो भनेर अचम्म भएको बुझिनु नि। हजुर पनि अचम्म नमान्नुहोस् है त। वास्तविक कुरा तल लेखिएको छ, बताइएको छ, सुन्नुहोस् है त। एक दिन विष्ट जङ्गलमा घाँस काट्नलाई भनेर गएको थिए। उहाँले घाँस काट्दै गर्दा एउटा ठुलो रुखबाट खस्नुभयो। कराउनु भयो, चिच्याउनु भयो, कोही कसैले वास्ता गरेन। तर आफ्नो छोरी लगेको त्यो दलितको कानसम्म त्यो आवाज पुग्छ र त्यो दलितले आवाज सुन्छ। यो त मेरो ससुरा बुवाको होइन र भन्छन् अनि विष्ट भएको ठाउँतिर पुग्छन्। माथि रुखमा हेर्दा आफ्नो ससुरा बुवा रुखको हाँगामा अड्किएको देखे। हसङ गर्दै रुखमा चढ्छन् र रुखबाट भुइँमा झार्दा विष्ट बेहोस भइसकेको थियो। यताउता हेरे ती दलितले केही पनि देखेनन् र त्यही नजिकैमा पानीको मूल देखे। पानीको मूलबाट पानी लिएर विष्टलाई खुवाएर होसमा ल्याउन सफल भए र विष्ट पनि होसमा आउनुभयो। अनि भन्छन् म दलितले छोएको खाना हुन्न भन्ने मान्छे अझ दलितको हातबाट पानी खाएर बाँचे। हजुरलाई धेरै धेरै धन्यवाद जोइ भन्नुहुन्छ। विष्टलाई उहाँको घरसम्म छोडेर दलित घर फर्किन्छन्। मरिसकेको छोरीलाई तिहारको बेला लिन आउँदा अचम्म लाग्यो। यो सबै कुरा बुबाले छोरीलाई सुनाउँदा अचम्म माने। रुडे बुढालाई मलाई किन नभनेको यत्रो यो सब हुँदा भने हजुर यो कुरा किन लुकाउनु भयो भन्न त मन थियो तर बुवाले छोरीलाई नभन्नु भनेर वचन दिनु भएको थियो। अनि विष्टले दलित भनेर होइन आफ्नो भान्जा बनाएर अथवा आफ्नो जोइ बनाएर स्वीकारे। दलितको छोरालाई जातपात केही नगर्ने पछि केही नलगे हामी सबै एक हौं भन्ने र हामीलाई जातको होइन साथको जरुरी छ। त्यसैले जात होइन हामी साथको अगाडि बढ्नुपर्छ। अहिलेलाई
यति नै भन्न चाहे। धन्यवाद लेखक विवेक श्रीपाली। धमान खोला 4 लामला बागलुङ सदर लामलादेखि कहाँदेखि सुन्दै हुनुहुन्छ तपाईँहरू अवश्य पनि कमेन्ट गर्नुहोला र केही त्रुटि भएमा सल्लाह सुझाव दिनुहुनेछ भने म विनम्र अनुरोध गर्न चाहे। धन्यवाद। म लेखक विवेक श्रीपाली तपाईँहरूको माझबाट म बिदा हुन चाहे। धन्यवाद।